चाहिँ मौरी काटिरहनु भएको त्यो धुवा द लगाउनु पर्ने आमा कति धेरै मौरी एउटा उडिरह अहिले हाम्रो टोकेर पनि छैन सबै बाहिर उडेर जाँदो रहेछ है बाहिर उडेर फेरि आउँछ नि घरमा ओइ गाइजहरू जति भित्र गयो त्यति मरेछ यहाँ चाहिँ उता फाल्नु नि ओइ कसो भित्रै बाहिर 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 म त जाऊँ कि आऊ त जान गाइस म चाहिँ टोक्छ भनेर त आयो यहाँनिर मौरीको छाका चाहिँ यहाँ पुरा कुचोल दबाइरहेको छ कहाँ टोक्यो छैन घुम्ने चाहिँ रह हो तर बस्न चाहिँ बसे होइन गाई त्यहाँ पनि अर्को निकाल्नु लाग्छ एउटा यहाँ निकाल्यो एउटा यहाँ अब आमा कति धेरै यहाँ झनै गाई चाहिँ भात चाहिँ पाक्दै हो उनीहरू सर चाहिँ यहाँनिर मौरी निकाल्नलाई भाल्दैन ओए भाग्यो क्या डेन्जर अलि टोक्यो भने मर्छ भोलि यत्रो सुनेर लड्दै ओए 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 कति धेरै बसेको त्यो फालमा नि रोज निस्केर अहिले सुनेर यत्रो यत्रो भयो नि छ फुपू यतापट्टि नि हो यसमा त जान्छ उठ्यो गाइस एलियन जस्तो देखेर छिटो मौरी घुमिसक्यो पुरै अहिले मौरी अहिले त सुनाइदियो कस्तो डेन्जर देखाउनु त यस्तो गरेर